नेपालको समय मापनको आधार मानिएको गौरवशाली गौरीशङ्कर हिमालको काखमा अवस्थित ऐतिहासिक भीमेश्वर मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, इतिहास, संस्कृति र रहस्य जीवित धरोहर पनि हो। हिमाली कुहिरोसँगै बिहानको पहिलो किरण जब मन्दिरको शिखरमा स्पर्श गर्छ, तब यहाँको वातावरण आध्यात्मिक अनुभूतिले भरिन पुग्छ। सदैवदेखि जनविश्वास बोकेको यो मन्दिरले नेपाली सभ्यता, धार्मिक आस्था र प्राकृतिकसँगको गहिरो सम्बन्धलाई मौन भाषामा बयान गरिरहेको छ। व्यापार, शक्ति र विश्वासको देवता भीमसेनको प्रतीक मानिने यस पवित्र स्थलले देशमा आउने शुभ अशुभ सङ्केत समेत दिने जनश्रुति आजसम्म जीवित रहेको छ। गौरीशङ्कर हिमालको शीतल छाया मुनि उभिएको यो मन्दिर केवल ढुङ्गा र काठको संरचना होइन, नेपाली आत्माको अमिट इतिहास हो। दर्शकवृन्द नमस्कार। आज हामीले यस्तो भिडियो लिएर आएका छौँ जुन एक शिला 3 अवतारको रूपमा चिनिने भीमेश्वर मन्दिर हो। यो दोलखा जिल्लाको भीमेश्वर नगरपालिका 2 स्थितमा पर्छ। काठमाडौँदेखि चरीकोट 133 किलोमिटर दूरीमा पर्छ भने जिल्लाको सदरमुकामदेखि 4 किलोमिटर दूरीमा उत्तर पूर्वतर्फ अवस्थित रहेको छ। यहाँ तराईबाट सिन्धुली रामेछाप हुँदै पनि आउन सकिन्छ। भीमेश्वर मन्दिर एक शिला 3 अवतारको रूपमा लिन सकिन्छ। पूर्वी पर्खालमा जोडिएर रहेको 2 तले खुल्ला मन्दिरमा त्रिकोण शिवलिङ्ग आकारको कालो चिल्लो शिला रहेको छ। मूर्तिमाथि सुनौलो नागपा अड्याएर राखिएको छ। यो मूर्ति करिब 14 इन्च अग्लो र 6 इन्च चौडाइ रहेको छ। अगाडि 2 तहको पित्तलको आसन र माथि पूजा तथा नैवेद्य पात्र राखिएको छ। भीमसेनको मूर्तिको दायाँतर्फ आमा कुन्तीको र बायाँतर्फ द्रौपदीको साधारण शिलाको त्रिकोण मूर्ति रहेको छ। भीमसेनको मूर्तिको पछाडिबाट द्रौपदीको अगाडिसम्म जोडिएको जलकुण्ड छ, जसलाई निर्मल भनिन्छ। भीमेश्वर मन्दिरबाट करिब 19 किलोमिटर टाढा रहेको कालिन्चोक भगवती मन्दिर कहिले र कसले निर्माण गरेको भन्ने वास्तविक प्रमाणहरू त छैन, तर जनश्रुति तथा किंवदन्ती अनुसार परापूर्व कालमा हाल यस मन्दिर भएको स्थानमा घना जङ्गल रहेको थियो। उत्तर पूर्व चीनको सिमाना लामबगर जाने बाटो पनि यही स्थानमा पर्दथ्यो। यही बाटो भएर सुनखानीका 12 जना ढाक्रे भरियाहरू आउँदै गर्दा यस स्थानमा भात पकाउने निधो गरेछन्। ढुङ्गाको चुलो बनाएर खाना पकाउने तरखर गर्दै गर्दा 3वटा चुलो ढुङ्गा खोजी अघिनो बनाउने क्रममा 2वटा छुट्टा छुट्टै ढुङ्गा अन्त कतैबाट ल्याएको र 1वटा त्यही स्थानमा गाडिएको त्रिकोण आकारको ढुङ्गा प्रयोग गरी खाना पकाउन लागेछन्। यही गाडिएको जुन ढुङ्गा थियो त्यो भागतर्फको भात पकाउँदासम्म काँचै भएको र पुनः उक्त त्रिकोण आकारको ढुङ्गातर्फको भाग अर्को ढुङ्गातर्फ सारी खाना पकाए। केही बेरपछि हेर्दा सो ढुङ्गापट्टिको खाना काँचै नै देखियो। त्यसरी नै धेरैचोटि सार्दै पकाउँदै गर्दा त्यही त्रिकोण आकारको भागको खाना काँचै भएपछि एकजना भरियाले खाना पकाउने फलामको पन्युले उक्त शिलालाई रिसले हान्ने बित्तिकै त्यस ढुङ्गाबाट दुध र रगतजन्य तरल पदार्थ बग्न थाल्यो। हाल पनि देख्न सक्छौँ भीमेश्वर मूर्तिको दाहिने तर्फको भाग चोइटिएर गएको खतको चिन्ह छँदैछ। ढुङ्गाबाट उक्त तरल पदार्थ बगेपछि भरियाहरू डराएर जुनसुकै देवी देवता भए पनि क्षमा गरिदिनु भनी हात जोडी बिन्ती गरी त्यहाँबाट आफ्नो बाटो लागे। उनीहरू हिँड्दै अलिक पर पुगेपछि दाहिने निधारमा घाउ भई रगत बगाउँदै एउटा जोगी आउँदै गरेको देखे र भरियाहरूले कसरी यस्तो भयो भनेर सोधनी गर्दा जोगीले भने, मलाई त्यहाँ पर हिर्काए भनी बताए। भरियाहरूले पनि आफूहरूलाई परेको सम्पूर्ण घटनाको वृत्तान्त सुनाए। त्यत्तिकैमा जोगीले भने, त्यो भीमेश्वर रहेछन्,
मन्दिर बनाई पूजा गर्नु भनी 81 अलप भए। जोगीको आदेश अनुसार भरियाहरूले मन्दिर निर्माण गरी हरेक वर्ष बडा दशैँको अष्टमी दिन 12वटा बोकाहरू बलि दिई पूजा गर्ने बाचा गरी त्यहाँबाट बिदा भए। कालान्तरमा एकजना राजाले जमिन सम्म पार्न लगाई राम्रो मन्दिर पर्खाल बनाई सुनको छाना लगाई। भोलिपल्ट सुनको छानो आफै भत्किएको पाए। सुनको छानो नहुने रहेछ भनी चाँदीको छाना लगाई, त्यो पनि आफसे आफ भत्किएको थियो। अब चाँदीको छाना पनि नहुने रहेछ भनी तामाको छानो बनाउन लगाए, तर मलाई छाना मन पर्दैन। ढाक्रेहरूले जस्तै छानो नराखी मन्दिर बनाउनु भन्ने सपना देखे। त्यस पछाडि छाना नराखी मन्दिर निर्माण भइसकेपछि विभिन्न धार्मिक आस्थाका आधारमा पूजाआजा गर्न थालियो। भीमेश्वरको शिलालाई 3 रूपमा पूजाआजा गरिन्छ, जसमा पञ्चपाण्डव मन्दिर एक भीमसेन, त्यस्तै शिवशक्तिको रूप शिव पार्वतीको रूपमा भीमेश्वर र महादेवको अर्को रूप भैरवको रूपमा पूजा गर्न थालियो। त्यसैले यस मूर्तिमा अर्को महत्त्वपूर्ण कुरा त के छ भने यस मन्दिरको शिलामा जब पसिना आउँछ तब त्यसले ठुलो अनिष्ट क्षति तथा उथलपुथल बेहोर्नु पर्दछ। त्यसैले भीमेश्वर मन्दिरलाई भविष्यको सूचकको देवताको रूपमा पनि मान्ने गरिन्छ। देशमा कुनै ठुलो सङ्कट तथा उथलपुथल हुन्छ भने भीमसेनको शिलामा पसिना आउने गर्दछ। यसो भनिरहँदा ढुङ्गाको शिलामा कसरी पसिना आउँछ भन्नुहोला, तर आजको कलियुगसम्म पनि पसिना आउने क्रम जारी नै छ। जब शिलामा पसिना आउँछ तब देशमा कुनै अनिष्ट हुँदैछ भन्ने सङ्केत मानिँदै आएको छ। भीमसेनको शिलामा पसिना आएको थाहा पाउने बित्तिकै त्यहाँ रहेका ठुला साना घण्टा, नगरा र बाजा जोडले बजाउने गरिन्छ। स्थानीय जनता भेला भई भीमसेनलाई पङ्ख हम्काउने गर्दछ। यसरी पसिना आइरहेको बेला कुनै पनि पूजा हुँदैन। यसरी पसिना आएको खण्डमा कपासले पसिना पुछी राष्ट्रपति कार्यालय पठाउने गरिन्थ्यो। आजभोलि जिल्ला प्रशासन कार्यालयको रोहबरमा गृह मन्त्रालय हुँदै राष्ट्रपति कार्यालयमा उक्त पसिना पुछेको कपास महाप्रसादको रूपमा लगिन्छ र राष्ट्रपति कार्यालयबाट क्षमा पूजाका लागि विभिन्न सामग्रीहरू पठाई क्षमा पूजा गरिन्छ। आजसम्म भीमसेनको शिलामा 21औं पटक पसिना आइसकेको छ र हरेक चोटि पसिना आएको करिब 6 महिनाभित्रमा नै देशमा ठुला ठुला उथलपुथल तथा परिवर्तनहरू भएको इतिहास जीवितै रहेको छ। सर्वप्रथम विक्रम सम्वत 1990 सालमा भीमसेनको शिलामा पसिना आउँदा महाभूकम्प गएको थियो। विक्रम सम्वत 1997 सालमा पसिना आउँदा राणा सरकारले 4 सपुतलाई फाँसी दिएर हत्या गरेको थियो। विक्रम सम्वत 2007 सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको स्वर्गारोहण भएको थियो। त्यसै गरी विक्रम सम्वत 2018 सालमा पसिना आउँदा देशमा ठुलो बाढी पहिरो र अनिष्ट भएको थियो। विक्रम सम्वत 2028 सालमा पसिना आउँदा राजा महेन्द्रको स्वर्गारोहण भएको थियो। त्यसै गरी विक्रम सम्वत 2057 सालमा पसिना आएको 6 महिना नबित्दै विक्रम सम्वत 2058 सालमा राजदरबार हत्याकाण्ड भएको थियो। विक्रम सम्वत 2064 सालमा पसिना आउँदा राजतन्त्रको अन्त्य भएको थियो। विक्रम सम्वत 2071 सालमा भीमसेनको शिलामा पसिना आउँदा विनाशकारी भूकम्पको सामना गर्नु परेको थियो भने विक्रम सम्वत 2076 सालमा पसिना आउँदा विश्वव्यापी कोरोना भाइरस नेपालमा भित्रिएर ठुलो क्षति भएको थियो। दोलखाको भीमेश्वर मन्दिर, गौरीशङ्कर हिमाल र लामबगर क्षेत्रले नेपालको धार्मिक तथा प्राकृतिक पर्यटनलाई विश्व सामु चिनाइरहेका छन्। यी सम्पदाहरू केवल दोलखाको गौरव मात्र होइनन्, सम्पूर्ण नेपालको अमूल्य धरोहर हुन्। तिनको संरक्षण, प्रचार प्रसार र सम्मान गर्नु आजको पुस्ताको जिम्मेवारी हो। हिमालको काखमा बसेको यो देवभूमि सदैवसम्म नेपाली आस्था र संस्कृतिको दीप बनेर उज्यालो फैलिरहोस्। आजको लागि यति नै। यदि तपाईलाई भीमेश्वर मन्दिर सम्बन्धी यो जानकारी मन पर्यो भने भिडियो लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोस्। अर्को रोचक भिडियोको साथ छिट्टै भेटौँला। धन्यवाद।